आज हामीसँग हुनुहुन्छ काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह। आज हामी उहाँलाई स्वागत गरौँ है त। एकछिन छाडा शब्द प्रयोग कहाँ छाडा शब्द प्रयोग नै हुँदैन। अब तपाईँ जस्तो मान्छे आइसकेपछि कहाँ छाडा शब्द त प्रयोग गर्नु नै भएन नि बालेन्द्र दाइ। ग्याङ ऱ्याप मात्र गरेर हुँदैन। ऱ्याप मात्रै होइन क्या दाइ, अब त ऱ्यापलाई छोडेर अलिकति देश बनाउँछु भनेर अगाडि सर्नु पर्यो क्या दाइ तपाईँ। रुपियाँ मेयरहरू आएर यहाँ हुनेवाला के छ बाजे? यस बालन साथी नमस्कार छ तपाईलाई। हेलो नमस्ते। त देशमा सही चाहिँ मेयर भएर आछस्, प्रधानमन्त्री भएर आछस् भने भोलि ग्यासको भाउ 800 मा ल्या त ल हेरौँ तेरो बाउको ताकत छ कि छैन साला। ल भोलि भाउ घटा। ग्यासको भाउ कहाँ बालेन शाहले घटाउनुहुन्छ त? यो त हाउकेरा नगर्नु के भयो तपाईँलाई? गाँजा तान्दा तान्दा ह्याङ भएर गाँजा मात्र खाएर गिदी पुरै सुकाए सरको के तान्या गाँजा मलाई। ए बाबा यो गाँजाको भने के हो? यो गाँजा एकचोटि के हो भनेर यो भनिदिनु पर्यो क्या। लौ न भनेको एउटा यस्तो चिज हो जो सामान्य बच्चालाई पनि प्रयोग गर्न सकिन्छ। ए हो र बाजे, यो बच्चालाई खुवाउँदा चाहिँ के हुन्छ यो भनिदिनु पर्यो। गाँजा त्यो हलुवामा पकाएर खान्थ्यो, धेरै रोइरा बच्चा छ भने त्यो सुत्या। बालेन दाइ तपाईँ के भन्नुहुन्छ? यो गाँजाको बारेमा थोरै भनिदिनु पर्यो क्या। विट खाएकै छैन भनेपछि मलाई थाहा छैन। लाडो खा के भन्छ यो यसको त गर्दैन बाहिर हेर्छु आँखाको एक्सर्साइज। फेरि ऋषि धमलाले थाहा पाए पछाडि तपाईँको त लाइफ ड्यामेज होला नि बाजे। अनि बाजे तपाईँ त गीत ऱ्यापहरू सबै सुन्नुहुन्छ होला नि त? गीत सब सुन्छु, ऱ्यापदेखि लिएर हेभी मेटल आजको सम्म भन्ने सुने। अनि बाजे तपाईँले हाम्रो बालेन शाहलाई चाहिँ तपाईँले कसरी चिन्नुहुन्छ? थोरै भनिदिनु पर्यो। बालेन शाहलाई त मैले अहिलेसम्म मेयर भनेर चिन्। कल्पविहीन विदेशी ब्यान्ड भन्छ भिखारी, सिकारी नेता अभिनेता भन्छ क्रान्तिकारी। यो तोर्पेले के गीत गायो होला? दिस इज ऱ्याप। यस्ता ऱ्याप स्याप मलाई मन पर्दैन। मन नपरेन मलाई बाल। आफ्नो नेपाली ट्रेडिसनलमा जानु पर्यो क्या। आई रेस्पेक्ट माय कल्चर। तर म्युजिकको हिसाबले के वी आर हिप हप के। त्यो हाम्रो ट्रेडिसनलमा पर्ने हो। नेपाली पहिचानमा आउन, म जस्तो भएर पहिचानमा आउन, म जस्तो भएर पहिचानमा आउन। Baby, you're wrong. And what you sacrifice, hot drinking. के हो त? नेपाली पारामा गर्नु पर्यो भनेर इंग्लिश गाना गाउनु खोज्यो। त म यो भन्दा 4 खण्ड गाइदिन्छु। चकलेटको पेपर ऱ्याप कि के कस्तो? फ्लप खान्छ फेरि। एउटा सानो ऱ्याप हान्दिनु न दाइ। हेलो 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 यु बालेन। तपाई आफ्नो ऱ्याप चाहिँ गाउनुस् न। यता हेर बालेन, अब तिमी आयो मलाई केही आशा खोल्यो। के गाउनु भएको तपाई? अनि कस्तो हो बाजे ऱ्याप देखाइदिनु पर्यो हाम्रो बालेन शाहलाई? I wanna be kitchen one on street and say you watch about it and get a go wanna challenge. के बोले भाइ? भनेको छ भने कतिले नबुझ्नु होला हैन? Yes. Prime Minister. You make it all friend. Friend भनेको चाहिँ तपाई बनाउनु साथी। कुछ भी उत्पादन गर्न धेरै वर्डहरु जान्छ हैन? दाइ एउटा फ्रीस्टाइल जाओस् न। Got a great some baby at the guys. He's a balance guys. Very nice all the people the day. गाएको गीत उसले ब्याग बुझ्दैन क्या? मैले पनि ऱ्याप गाएर हिट हुन सक्थ्यँ होला। किन के गर्न सकिनस् त? अनि बाजे तपाईले त ऱ्याप गाउने मान्छेहरूलाई त तोडपे सोडपे भन्दै पनि हिँड्नु हुँदो रहेछ। अनि के हो बाजे यो भनिदिनु पर्यो। नेपालमा मलाई ऱ्याप बजाएर गजडिया दिने के ज्वाइन दिने सबै कुरा मैले जानेछु। के जान्नु भएको? यो जति पनि ऱ्याप सङ्गरहरू छ नि सब ड्रग एडिक्टहरू हो क्या। सबै ऱ्यापरहरुले डिसरेस्पेक्ट गर्छ। आफूलाई मन परेन भने जे पाए त्यही भन्न पाइन्छ। हाम्रो पुण्य दाइ जस्तो हुनुपर्छ कि सुन्नुहोस् न। ऱ्यापको जुन शब्दहरू छ त्यो शब्दप्रति कतिपय ठाउँमा मेरो भद्र असहमति रहला। तर अहिलेको यङ जेनेरेसनहरूको हर्ट बिट बनिरहेको, पब्लिक पल्स बनिरहेको उहाँहरूलाई म सम्मान गर्छु। मैले यस्तो समय सान्दर्भिक सन्देश दिनुभयो। आजलाई यति नै। भिडियो कस्तो लाग्यो? मन परे लाइक कमेन्ट सेयर पनि हानिदिनु होला। अब यस्तै रियाक्सन भिडियोहरू आउने छ, कमेडी पनि आउने छ, क्यारिकेचरको भिडियोहरू पनि आउने छ। के कस्तो लाग्छ मन पराइदिनु होला है त। धन्यवाद। सब्सक्राइब गर्नु भएको छैन भने एकचोटि सब्सक्राइब पनि गरिदिनु होला है त च्यानललाई।